गाइस गुड मर्निङ सबैलाई ओके हामी चाहिँ जान लाग्यो यो हाम्रो बङ्गाली बिच हो है अनि फाइनली गाइस we are heading towards Busan है त ओके मले त फाइनली है ओके भाइ त हामी चाहिँ रमाउँदै है दुईजना crowded street. This is Hanover's special guys, hey. हेलो गाइज गुड मर्निङ सबैलाई अनि आज चाहिँ हाम्रो समर भ्याकेसन सुरु भयो सो बुढी र म चाहिँ हाम्रो यात्रा चाहिँ हेउँदै बिचसम्मको हुनेछ बुसान हो खासमा चाहिँ अनि यता चाहिँ मेरो गाडी छ है अनि उता चाहिँ मेरो बुढी सो अब रेडी टु लिभ गाइज है अब हामी जानेछौँ अनि तपाईँलाई बिच बाटो अनि बिचतिरको अनि के कस्तो हाम्रो दृश्यहरू हुनेछ तपाईँलाई म देखाउँदै सरर जानेछु है त ओके हामी चाहिँ जान लाग्यो यो हाम्रो गङ्गाली बिच हो है अनि यो चाहिँ लगभग 225 किलोमिटर हामी बिस्तारै जानेछौँ अनि दिस इज द रुट 3 hours 291 kilometer 3 hours okay let's go दामी यो चाहिँ सेम नेपाल जस्तै लाग्दैछ मलाई चाहिँ फाइनली गाइज we are heading towards Busan है त जाँदैछौँ बाटोमा त्यो डेन्जर घनाघोर जङ्गल छ क्या यस्तै हो अब जाने आउने अब तपाईँलाई बुसान पुगेपछि भेट्छु गाइजहरू see you there अब फाइनली हाम्रो चाहिँ यो फर्स्ट स्टप है गाइजहरू अनि हामी चाहिँ अब रेस्ट प्लस टेस्ट खाना गर्ने अनि त्यसपछि चाहिँ अब हामी चाहिँ खानाको लागि उता जाँदैछौँ अनि दिस इज द एरिया है यो चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन भनौँ न अझै हाम्रो वहाँ पुग्नै बाँकी छ सो अब यहाँबाट खाएपछि चाहिँ लगभग हामी हाफ एन आवरमा हिँड्छौँ होला अनि बाटोमा चाहिँ यदि जस इफ यु फाउन्ड एन इन्ट्रेस्टिङ एरियाज होइन प्लेसेसहरू पायो भने चाहिँ म तपाईँलाई भिडियोहरू बनाउँदै जानेछु नत्र भने अब डाइरेक्ट हामी बुसान पुगेर चाहिँ भेट्नेछौँ है त ल सियो ल दिस इज द एरिया है द फर्स्ट स्टप अनि यता चाहिँ मेरो बुढी अनि यता स्टलहरू छ यस्तो मजाको अनि हेसेज है अनि यो चाहिँ हाम्रो खाने ठाउँ हो अब अलिअलि जस खाँदैछौँ अनि चाहिँ हामी चाहिँ अब फेरि आफ्नो डेस्टिनेसनतिर अनि अहिले यो ड्रिङ्क्सहरू चाहिँ निकालेर हामी खाँदैछौँ अनि खासै भोक नलागेको कारणले गर्दा चाहिँ हाम्रो भित्र चाहिँ केही पनि किनेनौँ अब यो चाहिँ खाएर चाहिँ हामी निस्केको छौँ है त हामी यहाँबाट चाहिँ निस्केर हाम्रो रेस्टरुमबाट अब चाहिँ डाइरेक्ट अब अगाडि पुगेपछि भेटौँला गाइजहरू है त अब चाहिँ हामी बुसान नजिकै है अब कति 20-25 किलोमिटर मात्र होला बुसान चाहिँ आइपुग्यो अब यता हामी गङ्गाली बिचतिर जाँदैछौँ है त त्यही बिचमा पुगेर भेटौँला गाइजहरू see you there This is Busan guys फाइनली यो चाहिँ हामी गङ्गाली ब्रिज माथि है हामी गङ्गाली ब्रिजमा आइपुगेको छौँ नजिकै अब चाहिँ हामी डाइरेक्ट डेस्टिनेसनमा पुगेपछि चाहिँ तपाईँलाई मजाले भ्यूहरू देखाउँछु गाइजहरू ओके फाइनली हामी चाहिँ यता हेउँदै बिच है गाइज फाइनली अनि होटल पनि खोजेर अनि बल्ल अनि यस्तो नुहाइदिए गरेर फ्रेस भएर चाहिँ हामी यता हेउँदै बिचतिर जाँदैछौँ अनि यो चाहिँ यस्तो छ इन्भाइरोमेन्ट अहिलेको हाम्रोको त्यस्तो अब बिचमा पुगेपछि तपाईँलाई म थोरै दृश्यहरू देखाउँछ है त अनि अगाडि देखाउँछ
रहेछ हेउन्डे फादा हो यो चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन आजको लागि अनि यता एकदम हाम्रो यो नजारा हेर्नेको अनि म चाहिँ अब एकछिन मात्र यहाँ बस्छु भोलि हामी फेरि आउनेछु अनि अहिले चाहिँ म उता के अरे आफ्नो दायाहरू भेट्न आएको छ कि अनि आफ्नो स्नाप्सहरू म उता भेट्न जान्छु गाइजु है कोही फेरि भोलि भेटौँला ल यो चाहिँ हाम्रो हेम्देको डे भ्यू हो अनि अहिले चाहिँ टाइम भयो भने हामी बेलुका फेरि आउनेछौँ है अनि नाइट भ्यू पनि म तपाईँलाई देखाउनेछु गाइजु ल यस्तै छ हाम्रो डे भ्यू त्यो माथि देखेको चाहिँ हाम्रो त्यो गिमेल भिलेज हो के होला सायद भोलि टाइम भयो भने म त्यहाँ पनि जानेछु अनि चाहिँ त्यहाँको भ्यूहरू चाहिँ हामी देखाउनेछौँ होइन अनि यता चाहिँ हुँदै यो चाहिँ भ्यू हाम्रो हुँदै बिचको अनि चाहिँ हामी यो क्राउड मात्र म्यासिभ क्राउड है अनि यता चाहिँ छ हाम्रो बिच चाहिँ वहाँ पहाडी फाइनली हामी चाहिँ यता बिचमा है हेउन्दै बिचमा अनि यता हाम्रो भाउजू हुनुहुन्छ हाम्रो विनय ब्रदर हुनुहुन्छ अनि यता मजाको छाल यता मान्छे टन्नै छ है ल के भयो यता हामी चाहिँ रमाउँदै है दुईजना यो चाहिँ हाम्रो बुसान हेन्डे है यता चाहिँ हामी नाइट टाइममा यो चाहिँ वेभ है छाल चाहिँ मजाले आइरहेको छ अब पौडीहरू त्यस्तै हो अनि उता अगाडि चाहिँ मजाको नाइट भ्यू है यो चाहिँ हाम्रो नाइट भ्यू छ यता यता चाहिँ हाम्रो बिल्डिङहरू है यो सबै बिल्डिङहरू छ गाइजहरू सबै बिल्डिङहरू छ अनि दिस इज द भ्यू है नाइट भ्यू यो चाहिँ अनि यो चाहिँ हाम्रो हेउन्डेको चाहिँ एकदम फेमस अनि फेमस र एकदमै क्राउडेड स्ट्रिट है अनि यो चाहिँ हेउन्डेमा छ है यो चाहिँ एकदमै हाम्रो फेमस स्ट्रिट एरिया हो सबैजना हेर्नु चाहिँ यो घुम्नै पर्ने ठाउँ चाहिँ यो है त्यसो ल क्राउड है यता म तपाईँलाई यस्तो स्ट्रिट फुड गल्ती देखाउँदै जानेछु यो खाने चिकन खानु मन लाग्छ दिस इज द भ्यू गाइज अब चाहिँ यता कहाँ मैले लाइभ देखिरहेको थिएँ यस्तो छ है मजाको फुड है क्र्याब छ है crab है यो चाहिँ फिङ्गर्स है दिस इज द भेराइटिज उता चाहिँ हाम्रो यो प्राउनको भेराइटिज है यहाँ दिस इज द फ्रेस के हो यस्तो तिल जस्तो छ यो है लाइभ ओके ल आज हाम्रो फाइनल घुमघाम चाहिँ भयो है अनि जति पनि हाम्रो डिनर अनि जति पनि हाम्रो घुमघाम थियो सबै सकेर आजको लागि चाहिँ यति नै हुन्छ होला अब चाहिँ हामी होटलतिर चाहिँ जान्छौँ है
होटलतिर जान्छौँ अनि भोलिको दिनमा फेरि पनि तपाईँहरूलाई नेक्स्ट बिच है हाम्रो बङ्गाली डेस्टिनेसन चाहिँ त्यहाँ हो अनि त्यहाँ पुगेर फेरि पनि तपाईँलाई भेटौँला है त टिल देन स्टे ट्युन है सबैजनालाई सी यु देयर ल ओके फाइनल चाहिँ हामी नजिक आफ्नो वासस्थानतिर अनि आजको लागि चाहिँ यति नै है गाइज अनि यो चाहिँ हाम्रो होटल अब चाहिँ भोलि बिहान उठेर चाहिँ भेटौँला है त सी यु टुमारो सबैजनालाई अनि यो चाहिँ होटल एरिया सबै हेलो गाइज गुड मर्निङ है अब हामी चाहिँ फेरि एकछिन फादातिर निस्केको यो चाहिँ मर्निङ टाइमको भ्यू हो है अब तपाईँलाई म फादातिर पुगेर एकछिन यस्तो रमाइलो गरेको देखाउँछु अनि पछि भेटौँ होला है त फेरि ल थियो गाइज ओके ल हाम्रो यो चाहिँ हाम्रो मर्निङ टाइम है हिउँदे बिच अनि यता चाहिँ पुरा सेटअप भइसकेको छ सबै छाताहरू है अनि मजाको सेटअप यता पनि चारैतिर अनि यु क्यान सी द वेभ है यता अनि हामी चाहिँ यता बुढाबुढी चाहिँ मजाले पानीमा डुब्नुको लागि आएको छौँ हामी चाहिँ अनि दिस इज द भ्यू गाइज है यो मर्निङ टाइमको ल यो चाहिँ हाम्रो हिउँदे स्पेसल है यो बिच दिस इज द बिच है यता मेरो बुढी बसिरहेको छ यता चाहिँ सबै यस्तो मजाको भ्यू छ यता चाहिँ सबै सेटअप भइसकेको छ है अनि यता ब्याकग्राउन्डमा चाहिँ म र बुढी चाहिँ यहाँ अनि त्यो सादा भइहाल्यो ल एकदम रमाइलो भएको छ है हेलो गाइज अब इट्स नाउ टु से बाई बाई टु हेम्दे होइन अब हेम्देलाई हामीले बाई गर्दै हाम्रो अर्को डेस्टिनेसनतिर हामी जानेछौँ अनि हाम्रो लाइफ सिज एक्वेरियम होला अनि त्यसपछि हामी गङ्गाली बिचतिर जानेछौँ सो त्यहाँ पुगेपछि चाहिँ तपाईँलाई हामी भेट्नेछौँ है त ओके अब हाम्रो चाहिँ यो फाइनल डेस्टिनेसन है हेम्देको अनि यो चाहिँ अब हाम्रो एक्वेरियम हो सिनाप एक्वेरियममा अनि यो सकेपछि चाहिँ बाहिरको हामी चाहिँ बङ्गाली जान्छौँ होला अनि बेस्ट अफ सिट दिएर है त अब यस्तै छ हाम्रो लास्ट डेस्टिनेसन गाइड ल यता ल फाइनली अब चाहिँ हामी एक्वेरियमभित्र जाँदैछौँ है त यता मेरो बुढी छ अगाडि ल इनसाइड एक्वेरियम है त यो चाहिँ हाम्रो फर्स्ट भ्यू फ्रेस एन्ड लाइट 네, 이렇게 삼성초어에서 피딩타임 모두 마무리되었습니다. 여러분 저와 함께한 시간 즐거우셨나요? 네, 저도 정말 즐거웠습니다. 남은 시간도 시나이 부부산에서 즐겁고 행복한 시간 보내시길 바라며
네, 이번 촬영 마치신 분들도 यो चाहिँ हाम्रो सी लाइफ अनि यो चाहिँ हाम्रो पोर्ट्रेट बनाएको है यो चाहिँ पोर्ट्रेट बनाउनु ठाउँ अनि हाम्रो चाहिँ उता बनाएको छ अनि सम्म डन रेडी भइसकेको जस्तो लाग्यो म तपाईँलाई देखाउँछु है त हाम्रो पोर्ट्रेट कस्तो भएको छ ल ओके फाइनली हाम्रो पोर्ट्रेट यता रेडी भइसकेको छ अनि ल दिस इज आवर पोर्ट्रेट एरिया ल फाइनली हाम्रो डे 1 को घुमघाम चाहिँ सकिएको है सक्यो भने यता हेर्नु सकिएको हो चाहिँ हाम्रो डेस्टिनेसन भनेको चाहिँ उता गङ्गले ब्रिज हो आज त हाम्रो स्टे चाहिँ उतै नै हुनेछ सो अब तपाईँलाई म उतै गएर भेट्छु होला है त आजको लागि यति नै गाइजहरू ओके फाइनली चाहिँ दिस इज आवर सेकेन्ड डेस्टिनेसन है अनि यो चाहिँ हाम्रो होटल बेस्ट लुज हेमिल्टन होटल रहेछ एकदम मजाको छ अनि आज चाहिँ हामी यहीँ बस्नु छ अनि बेलुका सबै भोलि चाहिँ गाउँदाखेरि चाहिँ विल बी के अरे रिभ्यू चाहिँ दिनेछु है अनि यो नै चाहिँ हो हाम्रो होटल आजको चाहिँ दामी छ खतरा छ ल ओके फाइनली चाहिँ यो हाम्रो रुम हो है अनि म तपाईँलाई हल्का रुमको चाहिँ थोरै तपाईँलाई म देखाउनेछु अनि यता चाहिँ हाम्रो बेड छ है यो चाहिँ सोफा एरिया अनि यो चाहिँ टिभी भइहाल्यो अनि बाथरुम पनि खतरा रहेछ दुईवटा त्यो सावर प्लस यता के अरे टोइलेटको लागि यता रहेछ क्लिन अनि यु क्यान सी द भ्यू है भ्यू पनि मजाले देख्दो रहेछ यहाँबाट सिटी भ्यू अनि बिच पनि एकदमै नजिकै छ यहाँबाट सो अब आज बसेपछि अनि भोलि चाहिँ म तपाईँलाई यसको रिभ्यू कस्तो छ अनि अब चिल्ड्रेन गाइज है त यस्तै हो हाम्रो रुम चाहिँ यही छ दामी छ दामी खतरा रुम ल फाइनली चाहिँ हामी यता बुसान याद छ है फेरि टुरमा यता टुर गर्न चाहिँ आएका छौँ अनि खोइ यो इन्ट्रान्स छ अब म फेरि टिकट देखाउँछु यता अनि विल बी ट्राभलिङ है म तपाईँलाई देखाउँछु गाइज है यस्तो छ यता फाइनली हामी यता बुसान याद छौँ है अनि हामी चढ्न जाँदैछौँ जो अब हामी चढेर अनि तपाईँलाई म समुद्रको भ्यूहरू चाहिँ देखाउँदै जानेछु है के छ हाम्रो यस्तो छ है फाइनली हामी चाहिँ याद छ है एउटा याद चाहिँ गइसक्यो प्राइभेट याद जस्तो छ हाम्रो चाहिँ यता छ अनि दिस इज द भ्यू है सराउन्डिङ यस्तो छ सबै अब एकछिनमा त म तपाईँहरूलाई समुद्र माथि पुगेपछि त्यस्तो तपाईँलाई दृश्यहरू देखाउँदै जानेछु है त अनि यस्तो छ यी याद आजको हाम्रो फाइनल त होइन यो पछि नै हाम्रो अझै घुमघाम बाँकी नै छ अनि यो चाहिँ हाम्रो सेकेन्ड लास्ट भनौँ सी यु गाइज ओके फाइनली हामी चाहिँ यसमा है चाहिँ हाम्रो राइड चाहिँ हुँदैछ अनि तपाईँहरूलाई चाहिँ म समुद्रको भ्यू पनि देखाउँदै जानेछु है त यो चाहिँ हाम्रो राइड हुने याद छ है त फाइनल चाहिँ हामी यता याचमा है अनि यो चाहिँ हाम्रो फाइनल होइन सेकेन्ड लास्ट राइड हो अनि यसपछि चाहिँ हाम्रो अर्को डेस्टिनेसन पनि छ अनि यसपछि हामी घुमघाम समुद्रमाथिको चाहिँ दृश्यलाई चाहिँ कैद गरेर तपाईँहरूलाई देखाउनु छु है त राइट गाइड ओके फाइनली चाहिँ हाम्रो याद चाहिँ रिपोर्ट ल यो चाहिँ हाम्रो नाइट भ्यू बुसान सिटीको यो चाहिँ हाम्रो नाइट भ्यू है त बुसान सिटीको अनि हामी चाहिँ माथि बल्ल आइपुग्यो अनि दिस इज द भ्यू है ल यस्तो छ ल अब एकछिनमा हामी फेरि पनि यहाँबाट झरेर अनि फादरतिर जानेछु अनि त्यहाँ बसेर आनन्दले आजको नाइट चाहिँ त्यहाँ स्पेन्ड गर्नेछु है त ल दिस इज द भ्यू
बोकेर हिँड्नु नि त यसमा इब्को कि This is a nice view, guys. Bengali. Okay guys, अनि यो चाहिँ हाम्रो गङ्गली गङ्गली बिचको चाहिँ हाम्रो फायरवर्क हेर्नु त अनि उता चाहिँ हाम्रो फायरवर्क हुँदैछ है अनि हामी यता बुढाबुढी हल्का यस्तो हावा खानको लागि निस्केको बिचतिर अनि यो चाहिँ आजको लागि हाम्रो लास्ट डेस्टिनेसन है घुमघामको फेरि भोलि बिहान हाम्रो नयाँ ठाउँमा तपाईँलाई भेट्नेछु है त अनि उता हेर्नु दिस इज आवर लास्ट डेस्टिनेसन गाइज अनि भ्यू हेर्नु त फायरवर्कको है त हेलो गाइज गुड मर्निङ सबैलाई है त अनि फेरि पनि रातभरिको निद्रा मिठो निद्रापछि चाहिँ यो बिहानको समयमा अनि फेरि पनि हामी उठिसकेका छौँ अनि आजको लागि हाम्रो ब्रेकफास्ट चाहिँ यो छ है अनि यो चाहिँ हाम्रो होटेल अनि हाम्रो आज लास्ट डेस्टिनेसन हाम्रो एउटा भिलेज छ एकदम पपुलर भिलेज हामी त्यहाँ जाँदैछौँ अनि त्यसपछि चाहिँ हाम्रो यात्रा चाहिँ हाम्रो फेरि घरतर्फ चाहिँ हुनेछ अनि दिस इज आवर रुम गाइज है त गुड मर्निङ फेरि पनि सबैलाई अब हामी फाइनल्ली चेकआउट भएको है त अनि अब गाडी निकाल्न लागेको अनि गाडी निकालेर चाहिँ हामी अब हाम्रो नेक्स्ट डेस्टिनेसन हाम्रो फाइनल डेस्टिनेसनतिर जानेछौँ है माथिबाट चाहिँ हाम्रो कार आउँदैछ Okay, this is how my car is here. वाउ कति ठुलो यहाँ ठ्याक्क झिक्दो रहेछ ओके अनि आजको दिन सुरुवातसँगै है हामी दिउँसोको टाइममा यता हामी हेनुल भिलेजमा आइसकेको छौँ यो चाहिँ ट्रेडिसनल भिलेज हो अनि यता तपाईँहरूले सादा देख्न सक्नुहुनेछ अनि उतातिर चाहिँ भिलेज है भिलेज चाहिँ म बिस्तारै तपाईँहरूलाई अनि देखाउँदै लानेछु अनि पहाडी देख्न सक्नुहुनेछ तपाईँले हेनुल भिलेज म बिस्तारै तपाईँहरूलाई देखाउँदै जानेछु है त अनि यता चाहिँ अगाडि चाहिँ तपाईँले फादा है मजाको सिन छ आनन्द दिस इज ट्रेडिसनल आर्ट ओभर हियर है अनि यो चाहिँ हाम्रो हेनुल भिलेज अनि ट्रेडिसनल वेमा छ सबै चिजहरू है अनि हेनुल एन्ड ब्युटी भनेको यस्तो हो यता है मजाको हजुर अनि यता चाहिँ मेरो बुढी यस्तो ट्रेडिसनल आर्टहरू छ यता सबै यसरी बनाउँदो रहेछ मजाले हाम्रो फोटोलाई अनि यो चाहिँ ट्रेडिसनल वेमा है यो चाहिँ 45 मिनट लाग्छ अरे ओके ल हामी फाइनली चाहिँ यता हाम्रो फोटो बनाउन दिएको छौँ है यस्तो नेचुरल यो चाहिँ एकदमै ट्रेडिसनल फोटोसप रहेछ सो हाम्रो फाइनल चाहिँ म तपाईँलाई एकछिनमा देखाउने छु है त अनि यो चाहिँ हाम्रो हेनुल भिलेजमा हो एकदम ट्रेडिसनल भिलेज अनि तपाईँहरू पनि यहाँ आएर एकदमै राम्रो टाइपको छ फोटो
यस लास्टमा कम्प्लिट भएपछि म तपाईँलाई देखाउने छु है त स्टे ट्युन फर द्याट फोटो है त सी यू लेट्स हेभ अ टुर टु ह्यानोल भिलेज है त अब कन्टिन्यू हुँदैछ फेरि पनि हाम्रो भिलेजको टुर अनि यसमा तपाईँलाई यताको सिन भनेको चाहिँ ट्रेडिसनल भिलेज मात्र होला राइट अनि उता चाहिँ तपाईँले फेरि उता चाहिँ हेर्नु भयो भने त फेरि स्वर्गीय आनन्द छ नि त यता चाहिँ बिचहरू अनि बिल्डिङ त भइहाल्छ अनि सिपहरू छ है अनि फ्रेस एयर साथसाथै अनि यस्तै हो यताको भिलेज इन्भाइरोमेन्ट क्याफे प्लस भिलेज अनि हाम्रो फोटोको लागि एटलिस्ट 40 मिनट भन्दैछ सी यू गाइज ओके अनि यताको चाहिँ भाइब्स मलाई चाहिँ ठ्याक्कै यता सिक्किम दार्जिलिङतिरको जस्तो के माथि सिँढीबाट आउने है अनि तल ट्याक्क भिलेजहरू घुम्ने टाइपको रहेछ अनि यता चाहिँ यस्तो सपहरू पनि छ है मजाको दोकानै दोकान अनि पुरानो गाउँ अनि यस्तो छ क्या सेम गान्तोक सिक्किम जस्तो यस्तो माथिबाट यो चाहिँ ह्यानोल भिलेजको स्पेसल दिस इज ह्यानोल भिलेज स्पेसल गाइज है ल यस्तो छ हामी तल जाँदैछौँ अनि बिस्तारै समुद्रतर्फ अनि यहाँको चाहिँ मेन विशेष स्पेसल चाहिँ यता रहेछ तलपट्टि अनि त्यहाँ पुगेर फेरि म तपाईँलाई अनि दृश्य कैद गरिदिन्छु है त अनि यस्तो छ स्पेसल यहाँको हामी चाहिँ यता ह्यानोल भिलेजको तल एउटा स्पेसल घुम्ने ठाउँ रहेछ होइन त्यहाँ जाँदैछौँ अनि त्यो साइडमा चाहिँ एकदम ताजाको मिठो हावासहित है पानीको त्यो साउन्डहरू क्या यस्तो मजाको एकदम नेचुरल भाइब्स है मजा रिफ्रेसमेन्ट अनि यता हेर्नु सक्नुहुन्छ तपाईँले सबै यो ढुङ्गा हो कि त्यो बनाएको जस्तो लाग्यो अनि यस्तै छ ह्यानोल भिलेजको दृश्यहरू गाइज है त रमाइलो छ हामी मेन एट्र्याक्सन एरिया ह्यानोल भिलेजको एट्र्याक्सन एरियामा चाहिँ जाँदैछु है त नलागे इट विल अलमोस्ट अब 2-3 मिनट होला सायद है यहाँ जस्तो आएको हो कि होइन अब जाँदैछु यहाँको चाहिँ मेन स्पेसल भनेको चाहिँ यही हाम्रो ढुङ्गाहरू मजाले यो राखेको छ होइन यो ढुङ्गा तट बनाएको छ है एकदम बलियोको लागि होला यो ढुङ्गा प्लस उता अगाडि एउटा गुफा रहेछ टुङ्गुल है अनि मेन एट्र्याक्सन चाहिँ ह्यानोल भिलेज चाहिँ यही रहेछ मेन है यताको आजको मेन एट्र्याक्सन एरियामा चाहिँ आइसक्यो अनि प्लेस है यता पनि के अरे ल यही नै हो अब हामी चाहिँ हल्का घुमघाम गरेर चाहिँ हामी फर्किनेछौँ दिस इज द प्लेस है अनि यता चाहिँ बनाउँदै रहेछ अनि यो चाहिँ हाम्रो महलको गुफा हो यता चाहिँ जान रिकन्स्ट्रक्सन चाहिँ स्टार्ट हुँदै रहेछ अनि यही नै हो आजको हाम्रो लास्ट स्पेसल डेस्टिनेसन अनि त्यसपछि हामी घर फर्किनेछौँ अनि यहाँ हामी फोटोसोटो खिचेर विल बी ब्याक टु आवर डेस्टिनेसन फाइनली चाहिँ हाम्रो यो आउटपुट त्यस्तो छ है फोटोको हियर कम्स माई आउटपुट के बन्द रहेछ बाई अब जानेछौँ हामी घरतिर ल साथीहरू चाहिँ हामी चाहिँ खाएर चाहिँ अब फर्किँदैछौँ है अनि अब बुसानलाई पनि बाई भन्ने बेला भयो बाई बाई बुसान अब चाहिँ केही स्पेसल भयो भने चाहिँ म तपाईँलाई खानाको ठाउँमा चाहिँ भेट्नेछु है सेउ दिए गाइस बाटोमा स्पेसल भयो भने देखाउँछु नत्र भने रेस्ट एरियामा चाहिँ भेट्नेछु सेउ
फेरि भन्नु ल हाम्रो स्पेसल घुमघाम पनि सक्यो अब बुसानलाई बाई बाई गर्नुपर्ने बेला भयो सो बाई बाई बुसान है अनि अब चाहिँ हामी बाटोतिर जाने गर्दा के रमाइलो दृश्यहरू देख्यो भने चाहिँ भेट्नेछु यता चाहिँ हाम्रो बुसानको Seaport. In 600 meters, use the second lane from the right to make a right turn at Saiguan Songri. बाई बाई बुसान सी यू नेक्स्ट टाइम फेरि पनि है